फाइनली गाइज हामी यो ठाउँमा आएको हाय भन्नु अब यो चाहिँ सुरु हो हाय भने केही हाय भने केही विपासमा भिडियो सिडियो गर्ने मासु चाहन्छ रोडमा कस्तो राम्रो भ्लग बनाएको गाइस पुरै डिलिट भइछ टेन्सन लाग्यो सोना ल्याउनु म ब्याग बोक्छु छन् उदय आन्टीको जस्तो छ म सेम तपाईँ बोक्छ म बोक्छु क्या म भिडियो बनाएर हिँड्छु यस्तो नेचुरल यस्तो राम्रो भिडियो बनाएको थिएँ नि गाइस लगै सबै गएछ हामी चाहिँ यहाँनिर बसेर खाएको थियौँ हाम्रो खाजा भने नि अब के भनौँ समथिङ त्यही हो है अब हामी यो ठाउँबाट नानीलाई चाहिँ लिग्यो हुन्थ्यो नि लोड आयो भने बुढाहरूले कस्तो पिङ खेलेको भिडियोहरू सबै गयो खै खिचम खै हुन्छ यहाँ फोटो खिच्नलाई छौँ यताबाट राम्रो छ ओ बेबी छ कस्तो त्यत्रो बनाएको भिडियो पिङ खेलेको सब भने मुर्दारको टाइप बिगन कनेक्टर रहेछ नि वहाँबाट गाडीबाट झरेदेखिको भिडियो आकै लोटौला खै सोनाराम सोनाराम कोहीको बच्ची गोला चाहिँ ठुलो रहेछ है इन्टरभ्यू पनि लाइक विपासना छोरी छोरो विपासना सिका यहाँदेखि फुल चोरेर लैजाउँ न उयो झोला अहिले बाटोमा झर्छ रियल नेचुरल यस्तो ठाउँमा यस्तो दामी पार्क बनेको छ गाइस यस्तो यस्तो राम्रो फुलहरू छ है सिका एकछिन रुक्नु न हामी चाहिँ चिकन र भुजा अनि सिका लैनु सो क्यूट फुल के फुल होला हो यो के फुल हो कस्तो राम्रो हैन
मैले चाहिँ यो फुल चोरे यस्तो राम्रो फुल नि सिकाएकै यो फुल चोरे सोनाली के भन्छ फेरि भन त आमा के दामी फुल हो ऊ चाहिँ हात्तीको पुच्छर चलाइरह त्यो चाहिँ हात्ती गाईहरू यस्तो दामी दामी नेचुरल छ नि यो चाहिँ नेपालको झन्डा फडफडाइरहेको छ हामी यस्तो गइहाल्छ नि दौरे छोरो मोमो चाहिँदैन बाटबाट पनि मासुहरू ओए तिमीहरू जान्छै जान्न ध्यान देखा छोरा छोरी जाँदाको खाजा खाएको पिङहरू खेलेको सब भिडियो डिलिट भएछ सरी यहाँ स्विमिङ पुल हुन नि सक्छ है सायद मेबी आई गेस हजुरहरूले के खान चाहनुहुन्छ यहाँ हेरेर आउनु होला अनि वो के भयो त बुढाहरू जेन्ट्सकोमा गरी आऊ छोरो पुरा घरको पुरी के फर्किने त्यस्तो गर्यो भने त्यस्तो गर्नुहुन्न अरे मलाई लास मन सबै ट्राई गरे कस्तो स्पिड हो यतिको पानी नि
झरेको टिकटक भिडियो बनाइदिनु त मोबाइल मागेर छैन पोखराबाट हामी निस्क्यो टिकट भयो हामी चाहिँ टिकट नकाटी गएको हाम्रो आफ्नोमा गएको टिकट काट्नु चाहिँ परेन यो चाहिँ हाम्रो गाडी भन्न चाहिँ मिलेन है एकछिन भुरा रोड हेरेर ल सोना हात सुनेर ल गयो आन्टी फाइनली गाइज गर बेच आउनु छिटो अहिले मामा रिसाइहाल्छ मामा रिसाइन्छ हिँड्नुहोस् सिट खाली छ सोना कोसँग सोना उहिले आउनु सिकासित आउनु ल म यहाँ एक्लै बस्छु फाइनली गाइज हामी फर्क्यौँ तनहुँ जिल्लाको मर्स्याङ्दी जलविद्युत केन्द्र तनहुँ जिल्ला आबु गाउँपालिका आबु गाउँपालिका है छ यहाँ आबु खैरेनी गाउँपालिका हो पहिरो जाने भएर जाने ठाउँ कति ठुलो ठुलो नखोकेको मकैबारी दर्याम हरियो काँक्रा कराम कराम भनेर